के गरे के हुन थाल्थे साथीलाई भेटेर धेरै खुसी लाग्यो धेरै पछि के भन्न चाहन्छौ केही भन्दैनौ धेरै दिनपछि क्यामेरामा आएको अलिकति लाज पनि लाग्यो होला लाज किन बाबा बाबाले नभर्नु भने के छ आज बर्मिङम आइयो धेरै पछि आयो बर्मिङम खुसी लाग्यो भेटियो हैन 2 दिनको लागि मात्र आएको छ 1 रात 2 दिन हो 2 रात 3 दिन हैन के भन्नु छ लजाको किन हो भन न भन यो न्युरो ब्याक टु लन्डन है कति बजेको ट्रेन हो 8 बजे 8 बजे 7:30 भने हैन 8 बजे कति घन्टा पुऱ्याउँछ 2.5 घन्टा चेन्ज गर्नुपर्छ 10:30 कति महिनापछि भेटेको हामी 3 महिना 3 महिना ठ्याक्कै 2 महिना अनि हामीसँग अर्को बहिनी पनि हुनुहुन्छ रेसा वेलकम टु माई च्यानल के छ बहिनी हालखबर नमस्ते गरौँ पिज्जा खोज्नु हो बहिनी ठीक छ ल कङ्ग्रेचुलेसन है धन्यवाद बिङ अ डिस्टिङसन होल्डर स्टुडेन्ट मेरो युट्युब च्यानलमा फर्स्ट टाइम है तिमी आएको लाज लाग्यो हजुर हेटी कस्तो मिठो सधैँ तिमीले अस्ति न यही हो रिकमेन्ड गरेको यही हो टपिक चेन्ज भयो अहिले चाहिँ अघि न भनेको भए त बबल चाहिँ यो आउँथ्यो त नि छोडिदियो अहिले म पे गर्छु त सस्तो थियो अघि तर यहाँको मलाई त मिठो लाग्यो ओरिटाहरूको भन्दा पनि ल। अलिकति एक्सपेन्सिभ भए पनि जस्ट मिठो छ नि अब म अर्को बहिनीलाई इन्ट्रोड्युस गर बहिनी वेलकम टु माई च्यानल टु युके है अनि भर्खर रिसेन्टली आहा नि त कस्तो लागिरहेको त नि कलेज कस्तो भइरह कलेज त नर्मल रमाइलो भयो भइरहेको छ नयाँ ठाउँ भए पनि ठ्याक्कै युज टु भएर घुमिरहेको जस्तै लाग्यो न्यु रोडै हो है कहाँ हिँडेको हामी खास केन्जी कहाँ रे केन्जी गेन्जी भनेको त केन्जी के हो केन्जी भनेको के हो त्यो खास केन्जी भनेको अलि एनिमे टाइपको कस्तो राम्रो डाइनोसर ए मजाको है यस्तो त बुढेसकाल लाग्यो अब त यस्तो त हामीलाई त सुहाउँदैन तिमी त बच्चै छौ बिचरा कडा दियो त हौ बहिनी ल पत्याएँ मैले यस्तै हुन्छ सानसानो बच्चाहरूसँग आएपछि यस्तै हुन्छ क्या उसवाला हो कि यो पहिला कार्टुन नेटवर्कमा आउँथ्यो कि त्यो डाइनोसरवाला मलाई त चिनेन के हो जे पनि सामान क्युट लाग्छ तर उयो हेर न यो बुरुङ रिगाउने धागो जस्तो नेपालमा नि खसलाई त्यो उसको होला है खसेर पेट्टो फुट्ला त्यही त मलाई त डर लाग्छ यस्तो काम खै मैले त यस्तो हेर्दैन कि यो यिनीहरू त्यही भएर मलाई त्यति थाहा सरी त्यहाँ कुन के भन्दै त ल पिकाचु अनि अनि बलबासर चार यसको त नामै बिर्सेको मैले स्वेरल यो गुडीहरू हेर टाउको हल्ला त त्यही भएर यिनीहरू दुइटा चाहिँ एनिमेसन हेर्ने भयो है सस्के एडभर्टाइज गरेर राख्ने ब्याग लिएर आऊ न बास्केट लिग न बास्केट लिग हामी चाहिँ यहाँ ग्रान्ड सपिङ गरेर चाहिँ तर हाम्रो लागि होइन यो सबै गिफ्ट हो दाइको लागि हो गिफ्ट अनि हामीले चाहिँ टिम 7 होइन स्टार्टर पोकेमन नारुतो सकुरा सास्के ककासी सेन्सेई आमा सबै नाम थाहा त हो तिमीलाई त टिम 7 हो नारुटोको टिम 7 अनि यो अघिको चाहिँ देखाइदिन्छु मैले चाहिँ हुडहरू लगाउँछु नारुटोको तर मलाई त्यति थाहा हैन यहाँ चाहिँ पोकेमन फर्स्ट जेन हैन चार्मेन्डर स्टार्टर पोकेमन हो पोकेमन फर्स्ट जेन चार्मेन्डर फायर टाइप ओके स्क्वाडर वाटर टाइप ओके बल्बासर ग्रास टाइप अनि पिकाचु इलेक्ट्रिक टाइप ओए पिकपी
मलाई चाहिँ त्यति धेरै एनिमेसनको नलेज चाहिँ छैन होइन अलिअलि मैले पहिला हेर्थेँ बित्सक धेरै अगाडि अनि रेसा बहिनीले चाहिँ सबै हेर्छ नि त उनीहरूलाई चाहिँ कन्टै छ सबै कहाँ के यो एनिमेसन पार्ट 1 पार्ट 2 सब थाहा अनि यिनीहरू चाहिँ यस्तो सामान्य देख्ने बित्तिकै यस्तरी लिन्छ यिनीहरूले अब यदि सामान चाहिँ लियो हामीले हेर्नु न यस्तो धुप पनि भन्छ कस्तो नेपाल है म एउटा कुरा देखाउँछु अनि लाइक हेर्नु न मण्डला टाइपको यो धुपहरू यो यिनीहरू चाहिँ नेपालमा पनि देखिन्छ है यस दोकानहरूमा चाहिँ ए राम्रो रहेछ यो चाहिँ यो धुपहरू पनि यो त नेपालमा पनि पाउँछ यार यस्तो धुपहरू त यो चाहिँ धुपहरू राख्नेहरूलाई यसले चाहिँ सामान हेर्दै विश्वासले Pokemon friends and the fans. गिफ्ट किनेर निस्किसके अनि मसँग चाहिँ ओए सुरज के छ खबर ठिक छ सबैजनाको भेट्ने आज मौका जुरेको छ नि त टाढाबाट भेट्न आइरहेको छ कोही कोही साथी ड्रिङ्क तर म यो नखाने कि यसलाई सजा राख्ने के यिनीहरूले के देखाउँछ यिनीहरूले यार अनि पोकेमन स्टार्टर जेमा लिएको मैले सबै के गरिदियो चाहिँ सबै राखिदियो क्या कलेक्सन हो मलाई त्यति नलेज छैन नि त अनि तिमीहरूले कुरा गर्दाखेरि मलाई इन्ट्रेस्ट लाग्यो कि गुलुमुलु भएर नि हो त हो मैले त नोटिस अब हामी चाहिँ विश्वासलाई छोड्नलाई जाँदैछौँ हामी चाहिँ अलरेडी स्टेसनमा आइसक्यौँ हामी अनि के भन्दै थियौ तिमीले को हामी चाहिँ बोलड्रिममा आइसक्यौँ त्यसलाई चाहिँ एकछिनपछि छ उसको ट्रेन सँग बस न सँगै हामी आउँदैछौँ के यो चाहिँ मेरो तर्फबाट पोस्टिङ होला तैले वे यस्तो गर्नु पर्दैन थियो नि बहिनी तिमी त किताब भराएर हिँड्ने हौ त लगेजमा प्याकिङ गर्दै उसले सामानहरू मास्टर डिग्री स्टुडेन्ट होइन culinary arts पढ्दै गरेको नभनौँ न अब त डिग्री नै भयो डिग्री होल्डर हो नि त उ त मास्टर ग्रेजुएटेड 3 डेज अब भन्नु न ग्रेजुएट जस्तो 3 डेज जाको अर्को ग्रेजुएट हुनेवाला स्टुडेन्टले पनि यस्तरी हेर्छन् हो मेरो मोबाइल नै हेर्नु पर्यो नि त मेरो मोबाइल यहाँ चार्ज गरिरहेको छु मैले यस्तरी रिनोर यहाँ सामानहरू प्याक गर्थ्यो साथीलाई बिदाई गर्न लाग्यो नि त विश्वास जाने हो नगयो भने एक दिन बस्छ न आज एक दिन हुन्छ ल हुन्छ अरे हुन्छ मिसन नै आयो केटाहरूको कुरा अब सल्लाह यहाँ के भइरह के यो बुकको बारेमा भन्दैन थोरै के रहेछ गरी गरे मैले पनि पढाएन कहाँबाट ल्यायो यो पाइला यो त स्पेनिस राइस टाइप अफ राइस लगेज खोलेर किताब बेच्न त बसेको होइन नि भाइ भनिदेऊ त सोध त डिस्काउन्ट छ कि छैन हामी चाहिँ साथीलाई छोड्न आएको विश्वास कति छोड्छौ र यार एउटा भिडियोमा लगा मेरो मजाक मिसन आयो यहाँ हेलो गाइज ए टाउकै देखिएन काटियो हेलो भन्दै एकचोटि फेरि हेलो अहिले त शरीर मात्रै देखियो यार यत्तिकै हेन्सम साथीहरू छ होइन भाइहरू छ यत्तिकै राम्रो केटीहरू आएर यसो फलो गरे हुन्थ्यो नि त मेन्सन गरिदिन्छु मैले म देखेन कि अलि त ल भन्दै त अब यसो बर्मिङममा कोही सिंगल केटीहरू छ भने चाहिँ मलाई डाइरेक्ट कन्ट्याक्ट गर्दा हुन्छ है मस्त जोक मार अहिले चाहिँ सिंगल नम्बर भन नि त सिंगल नम्बर भन नि त नम्बर चाहिँ अब
सिधै युट्युबमा कमेन्ट गर्दा हुन्छ है मिसन श्रेष्ठ भनेर ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके 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 यिनी दुईजना सँगै मिलेर सपिङ गरेको थियो होइन सँगै मिलेर सपिङ गरेको थियो यिनीहरू दुईजना यिनीहरू रेसा र विश्वास अहिले झगडा गरेछन् यहाँ यो झगडा गरेछन् दुईजना यस्तो हुन्छन् अब त जे भन्यो नि भयो नि क्यामेरा त्यसपछि होइन क्यामेरा अगाडि ल्याएपछि त जे भन्यो नि भयो नि अघि के यिनीहरू दुइटा के यस्तो हो दाइ छैन भनेको चल झुट्टी भनेर अघि झगडा अघि यिनीहरू दुइटा सँगै त्यहाँनिर के त्यो उस एनिमेसनहरूको नारोटा सारोटा के सामान किन्न दुइटै मिलेर छिटो रोज्दै हिँडेको थियो नि अहिले दुईजनाको विवाद परेछ अनि क्यामेरा अगाडि देखेको त मिले जस्तो गरेछन् कि मिले जस्तो नाटक गर्दैछ एउटा फेरि त्यहाँ बिजी भइरहेछ बिजी भयो जस्तो त क्यामेरामा आउनु अलिकति लजाएको जस्तो गरेछन् लाज लाग्छ नि यिनीहरूलाई अलिकति गयो ऊ देख्नुभयो ऊ क्यामेरा अगाडि आएको त मिले जस्तो गर्छन् फेरि न त कुकुर बिरालो जस्तो लड म इन्टरनेट पेज ऊ हेर्नु यस्तो छन् कि लास्टै चकचक गर्छ के होइन कस्तो कहाँ त्यो छुट्टी भइसक्यो होला अहिले अहिले हाम्रो 2-3 जना साथीहरू मिस भएको छ यहाँ हामी चाहिँ नत्र नि अब राजालाई धेरै दिनपछि भेट्न आएको लन्डनबाट है खुसी लाग्यो साथीले भेट्न आयो धन्न सम्झेर अब हामी लन्डन आउनुपर्छ एकचोटि सम्झेर होइन दाइ सामान लिन आउनु भएको के अरे होइन दाइ ठिक कुरो गरे तको होस् तँलाई सम्झिन आउनु हाम्रो सन्तोष दाइ गलत फेमीमा हुनुहुन्छ विश्वास दाइ चाहिँ हामीलाई सम्झेर होइन आफ्नो सामान लिन आउनु भएको होइन दाइ हो तँलाई गएर सम्झेर आउँछ र घाती दोस्तीहरू छन् कि होइन सम्झिन लायकको नि त हुनु यत्तिकै चाहिँ छन् के यस्तो छन् यस्तो हजुरले कन्टेन्ट मिस गर्नुभयो सम्झिन लायकको नि त हुनु पर्यो नि हेपी हाल्छ नि दाइ अब म छु दाइ टेन्सन नलिनु हो त एकजना त रहेछ तिमी छैनौ सम्झिने होइन यही त छु मिसन छौ नि तिमी छु दाइ सम्झाउँछु नि म सम्झिन चाहिँ सम्झिनु तिमी मात्र हो जाऊ घर जाऊ जान आँटेछु वाइफाई चार्ज भइरहेको त लास्ट स्लो हुन्छ कि स्लो हुन्छ कि यो अघि भएको थियो नि तपाईँले ओए झोला त झऱ्यो नि त मेरो यहाँ त माल छ नि त मेरो भयो 34 भइहाल्यो मलाई पुग्छ अब कति पर्सेन्ट भयो बहिनी है सिटीमा पनि अनेक मान्छे भेट हुन्छ है अनेक मान्छे भेट हुन्छ है त्यहाँ ट्यापेज सोल्टे आफ्नै दुनियाँमा टुटाहरू खोज्दै आफ्नै दुनियाँमा छ केस दादा दाजुले कमल गाडेको भनेर के छ बेटा ठिक छ ओइ र तिमीलाई माया गर्ने मान्छे कति धेरै छन् तिमीलाई छोड्न भनेर यहाँसम्म आइए आइडेन्टी कार्ड भर्खर खसेको कि हाम्रो सम्मान तरिकाले पछाडि जी छ दाइको दाइ किन डराउनु भयो दाइ मैले त केही आइडीको फोटो हेर्छु भनेको देखाइदेऊ न यहाँ क्यामेरामा देखाइदेऊ न पखाइ देखाएन के हो यो दाइको एनसी दाइको यो फोटो 2000 कतिको हो खै तर म स्टुडेन्टै हो नि 60 को स्टुडेन्ट नै छु नि तर यो म जन्मदाखेरिको फोटो रहेछ दाइको खै अहिले चाहिँ एकदम ठ्याक्कै अपोजिट छ तर त्यस्तै छु नि म अलिक दाडी जोगा पालेर मात्र हो त्यस्तो त यो 2018 को फोटो हो यो ए प्लानिङ चाहिँ ऱ्यान्डम त्यो भाइरल जान्छ अब त्यो स्क्रिप्ट पुरै प्लानिङ गरेर गऱ्यो भने चाहिँ त्यो अहिले भाइरल जान्न हैन दाइ हाम्रो भाइरल हुन छैन है भिडियो चाहिँ पैसा कमाउन मात्र अनि यतिकै मेमोरीको लागि भाइरल भइसक्यो भने पैसा आइहाल्छ कि भनेर भिडियो भाइरल भएको दिन चाहिँ दाइ रात दिन किचनमा 10 जनाको 10वटा कुरा सुनेर त पैसा राम्रोसँग कमाएन युट्युबमा भिडियो हालेर पैसा कमाएर कहिले फलिफाप हुने हो तपाईँले एकचोटि कमेन्टमा आएन कमेन्ट ल त लाग्यो भने कस्तो हुन्छ भिडियो भनेको है अनि भन्दै त पसिना आएको जस्तो पैसा आउँछ नि फेरि यार हुन्छ के कहाँ यस्तै घोटेर काम तिमीले त्यस्तो एक्सपेक्ट गरे हो हामीले यस्तो ऱ्यान्डम भिडियो हालेर अनि हामीले भ्युजको आएर के हुन्छ हैन कतिखेर कुन के चाहिँ अथाल क्लिपले तपाईँलाई एउटा कन्टेन्ट अब 2 मिनेटको उसले सिन पुरा चेन्ज भइहाल्छ नि
हो न आज म आएको छु मलाई देखेर पनि भ्यू बेसी जान सक्छ तिमीले जे गाइस धोका चाहिँ नखानु होला हि इज अलरेडी कमिटेड मेरो लागि चाहिँ कोही सिंगल छ भने यु क्यान कन्ट्याक्ट मी मिस सब्स्क्राइब गरे छैन होला तर मिसनले चाहिँ पनि हो नि त अनि अब बुढो भइयो नि त अनि खोज्नु पर्यो मिसनले चाहिँ आफ्नो एडभर्टाइज मजाले गरे भने यिनी पनि दुर्गेश थापा जस्तै छन् यार दुर्गेश थापा के भन्दा फर्काउनु न याद तपाईँ यार यस्तो गर्दै फ्ल्यास मार्दै जाऊ दुर्गेश थापाले के भन्थ्यो एउटा इन्टरभ्यूमा आफ्नो नाम आफै एडभर्टाइज गर्नुपर्छ अरे के जेमा पनि आफ्नो नाम घुसाउनै पर्छ अरे के हुने नि हो नि होइन त्यो त हो नि सबैलाई उसले भनेको नि ठिकै हो नि अनि अहिले यस्तो भाइरल छ यस्तो पपुलर छ उस एउटा कन्सर्ट पनि मिस गर्दैन अरे कि उसले इभन हेलिकप्टरमा एउटा 2 दिनमा एउटै उस भएछ मिस कम्युनिकेसन भएर अनि फाइनल डेमा जस्तै महोत्सवमा 2 दिन जु देखा के उसको कन्सर्ट होइन उसले त हेलिकप्टर बुक गरेर 2 ठाउँमा भ्याइदिएको रे उसको लागि एउटा कन्टेन्ट पनि हो त्यो होइन आफूलाई बिकाउने हो कि जहाँ पनि त्यसले बिकाए जस्तो त्यसले जताततै बिकाउँछ नि अरे कहना क्या चाहते हो अब साथीको पनि जाने बेला भइसक्यो हामी धेरै बेर कुरियो हामी धेरै गेट टुगेदर गरियो सबैजना यहाँ छ नि क्यामेरा छ भनेर ल्याउ त के हो कताबाट हो सोल्टी कताबाट हो सोल्टी चाहिँ चट्टै हिँड्न लागिसक्यो अब आफू मात्र अगाडि गएको के हेर न उसले केही मतलब छैन कुरा यिनीहरू त झगडा गरे छन् जाने बेला भइसक्यो अझै झगडा गर्ने हो छोड्न आएको मान्छे 2 जना यहाँ छन् 1 जना बहिनी 3 जना 4 जना 5 जना 6 जना हामी त भित्र जानु पाइन्न नि त ल जाँदै छुटाडा हो नबनाउँदै के गरे मिसन साथी बाई बाई रामसँग जाऊ अब फेरि कहिले आउँछौ म पनि भेट्दिनँ तिमीहरूलाई आजै लास्ट हेर्न चाहिँ फोटो खिचेर ल बाई बाई सी यु टेक केयर टाढैबाट ल साथी रामसँग जाऊ बाई 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 ल साथी पनि गइसक्यो अब ओए एक पासमै हो हामी पोस्छु के स्क्रिनशट पठाउनु न बाई दा बाई बाई ल अब हामी पनि छुट्टिने बिस्तारै होइन अब मिसन हामी त लागिहाल्नु मैले हिँडिहाल्नु कताबाट हो तिमीहरू साथीलाई छोडे अब हिँडिसके फोन स्टोर पनि जानुपर्ने छ किन त्यो यहाँ अर्को फोन छ नि त त्यो बेच्नुलाई ल्याउ बिर्सेर होइन अहिले फेरि बसमा चढ्नै नपाउँला यो कहाँ जाने त यता होइन अनि हामी यतै जाने नि ल हेलो गाइस आज हाम्रो तेजबटाले केही 2-4 शब्द भन्न गइरहेका छन् दाइको युट्युब च्यानल बारे अन्तिम शब्द आजको लागि चाहिँ अन्तिम शब्द तर मिसन आज डेन्जर फ्लोमा हैन उसको त्यही हो एडभर्टाइजमेन्ट आफूलाई बिगाइराख्ने म मेरो एडभर्टाइज गरेकै छैन तिमीले पठाइदिएको बेला चाहिँ अब तिमी त्यो फर्स्ट ब्लग पठाइदिराख्नु त्यो पनि एडिट गर्नु सोल्टीले फ्ल्याङ्किक राउन्ड किक हान्दिरहेको नि प्लस ब्लग त्यो पनि एड गर्नु त त्यो त खतरा छ नि फेरि त्यो खतरा छ नि भाइरल हुन्छ दाइ त्यो चाहिँ म त्यो चाहिँ कन्टेन्ट अहिले म आफैमा राख्न चाहन्छु ल कति हामी 3 जना एकतिर 4 र दिशैतिर जाने है ल आजको लागि बाई बाई सबैजनालाई बिदाबादी तिमीहरू मात्र सँगै जाने हो नि त यिनीहरू पो छुट्टिने 3 जना केटाहरू ऊ अलि माथि गएर छोडिदिन्छु भने उसलाई तिमीलाई अलि घरै यो रहेछ यो झगडा गर्ने बहिनीलाई चाहिँ अहिले घरैसँग छोड्नुपर्छ हराइनु भने बर्बाद हुन्छ फेरि बाई बाई भोलि भेटौँ न भोलि भेटौँ ल बाई बाई यही बस्नुपर्छ के अरे मलाई किन 12 बजे आएर तिम्रो अब नाइट ड्युटी हो घर फ्रेस भएर आउने हो ल फेरि घर आउने ऊ घर आउने ल ल बाई बाई अब यहाँबाट फेरि 3टा लोकेसनमा चेन्ज हुने छन् 3 जना अब हामी चाहिँ तिमीलाई छोड्न जाने रेसा यिनीहरू त गइसक्यो रे तिमी र म उसलाई छोड्न जाने त्यसपछि तिमीहरू सँगै जाने घर यो महिनाको पैसा बचाछौ त्यसको नगई है दाइ तरकारी किन्ने भन्ने जान्छ सधैँ फलफुल मात्रै किन्छु तरकारी चाहिँ तिमीले पकाएर त खान्छौ नि खान्छौ बाँचेछु भन न बाँचेछु नत्र भने त दाइ बिरामी हुन्थ्यो होला नि भन्न ठिक छ केही छैन त्यस्तै बिरामी जस्तो होला जस्तो भयो कस्तो अब
सिटी सेन्टर अब अङ्ग्रेज जान्छ बहिनीको अलिअलि किन लाइट भाले यस्तरी हामी चाहिँ अब 3 जना बाँकी भयो होइन अब ऊ बहिनीलाई एकतिर जान्छ तिमीहरूमा एक ठाउँ जान्छ तिमी अगाडि जान्छ म लास्टमा हुन्छ है जहिले पनि घर जाने हो सबसे टाढा दाइले अब बहिनीहरूलाई पुऱ्याएर सबलाई पुऱ्याएर घर जाने कस्तो दामी देखेको है लाइट त्यसको दाममा त दाइ एकचोटि त्यो फुल छैन आज त अस्ति नै पनि अनि सन्डे जाने भनेर अस्ति सन्डेदेखि सागर दाइले भन्नु म त 6 बजेसम्म खुल्छ होला भन्न थालेको त नि 4 बजे नै बन्द भयो आइतबार त 4 बजीसम्म मात्र खुल्ला हुन्छ कि म त 6 बजेसम्म हुन्छ होला भन्थे नि त्यही अन्डा किन्छु भने कि अन्डा किन्दा नै 1 हप्ता नि कति भने तिमीले अन्डा नखाएको 1 हप्ता भयो उमालेर खान्छ कि फ्राई गरेर खान्छौ नि हेरी मोस्टली चाहिँ म त सफ्ट बोइल गरेर खान्छु कि अनि अब काममा अनि सुसी खायो खाजा त्यही अनि कामबाट फर्क्यो अनि सुसी अनि त्यो 2टा अन्डा खाएर सुत्छु म त हो यिनीहरू पैसा बचाउनको लागि भोकै नि बस्दिन्छ नि काम छैन यिनीहरू काम छैन त्यस्तो हैन कि अब कस्तो भन्नु खानुपर्छ हो मनले मागेको कुरा इच्छा मागेको खानुपर्छ होइन तिमीले सही गुड गरेको राम्रो गर्यो बबल टी पाउँछ यहाँ मैले भने नि के भन्छ मतलब कस्तो हुन्छ अब सिङ्गल बसेर हुन्छ नि त अनि त्यस्तो बेलामा चाहिँ अलिकति अब काम गरेर आयो अनि थकाइ लाग्ने अनि कस्तो हुन्छ ग्रोसरी पनि आफै गएर किनेर आऊ भारी भड्कम बोकेर आऊ घर आऊ खाना पकाऊ आफैले अनि फेरि अनि भाँडामा चाहिँ अनि त्यो चाहिँ अलिकति कस्तो झ्याउ हुन्छ कि एक्लै बस्नलाई चाहिँ त्यस्तो गाह्रो त गाह्रो हुन्छ है यस्तो हुन्छ कि घर त होइन नि विदेशमा छ नि त हामी त होइन घरभन्दा टाढा छौँ अब घरमा पो दङ्ग्लाई मम्मी बाबाहरू ल दादा दिदी यहाँ ल यतिको मम्मी नै चाहियो हुन्छ नि त घरमा घर अगाडि मम्मी खोइ बाबा भन्दा नि मम्मी खोइ हुन्छ नि त विदेश हो नि त यो त फेरि होइन घरबाट टाढा छौँ जस्तो भयो नि आई एम एन हेलो म बोकिदिन्छु बिचरा बहिनी के गरे बहिनी फेरि भन्दा त छुट्यो यो आई एम एन इन्डिपेन्डेन्ट लेडी लेडी त तिमी होइन पुच्ची हो होइन बच्चै छौ तिमी होइन धेरै हल्ला नगर तर जेस जिम्मेवारी छ घरबाट टाढा छ नि त अनि आफूले आफूलाई टक्क म्यानेज गरेछ सबै कुरा खुसी लाग्छ यस्तो बहिनीहरूले चाहिँ यस्तोको गर्छ नि त त्यो कुरा चाहिँ खुसी लाग्छ अर्को बहिनी नै आछ नयाँ उसलाई चाहिँ अब सिक्दैछ बुझिसकेछ एकअर्कालाई हेल्प गर्दै बुझ्छ सबै कुरा बुझ्छन् यिनीहरूले मभन्दा खतरा अगाडिको छन् यिनीहरू म यहाँ भिडियो बनाएर ठुलो मान्छे पल्टेको हो तर मभन्दा टाढा छन् यिनीहरू छोरी मान्छे भएर भन्छन् छोरी मान्छे विदेशमा गाह्रो हुन्छ भन्छन् गर्छन् गर्न त होइन उही 2 जना बहिनीहरूलाई यताउता सम्हालेर छोड्न हिँडेछु म के गरे जस्तै हामी त यहाँ बुढो दाइलाई छोड्न के नै मै नै जान्ने बुझ्ने जस्तरी गफ देख्छु मैले तर मलाई केही आउँदैन बुझेको पनि छैन यिनीहरूले जतिको रिसर्च छ यिनीहरूले जतिको रिसर्च यिनीहरूले जतिको सबै कुरा मैले गर्न सक्दिनँ यिनीहरू चाहिँ जस हरेक कुरामा यिनीहरूले केही कुरा लिनु पर्यो केही कुरा जानु पर्यो भने यिनीहरू रिसर्च गर्छ जस त्यो बानी चाहिँ राम्रो कि यहाँको होइन यो कुरा सिकिन्छ यहाँ म छोड्न आएको अरे मलाई चाहिँ थाहा छैन कहाँ बस पाउँछ भनेर नाइस जोक हाँस नि त एकचोटि ल बाई बाई राम्रोसँग जाऊ अब 2 जना मात्र बाँकी भयो है बहिनीलाई सबैजनाले छोडेर गयो हामीलाई बहिनीले हँसाउँछ बेला बेला त्यसको त्यसको ढिलो हुन्छ होला ढिलो हुन्छ होला के अरे नजाम भयो भोलि छुट्टी हो भोलि काम हो अनि 4 बजी त छुट्टी हुन्छ होला नि 6:30 8 घन्टा 8 घन्टा 8 घन्टा 6 घन्टा कि 8 घन्टा औला भात हिसाब गरेर 10 बजी सुरु गर्ने होइन 10 देखि 6 सम्म होइन 11 12 10 11 12 होइन हेर अनि
1 2 3 4 हामीलाई 5 चाहिँ 6 7 8 हामी कति लद्दु रहेछ त 10 देखि 6 सम्म कति घन्टा हुन्छ नि ट्याक्कै थाहै छैन हिसाब गर त्यसपछि यस्तै हो, आउला। यदि हामीले ढिलो गर्दैछ भने हजुरहरूले कमेन्टमा लेखिहाल्नु भने नि हजुरहरूलाई उपहार छ के उपहार छ भन्दा पनि त बहिनी लड्डु पाए हँ? अर्को टाइम लाग्छ है दौडीमै कहिले कहिले त आधी घन्टा लगाइदिन्छ भने कस्तो झ्याउ लाग्छ जाममा परिन्छ नि त नै अर्को बस आउन पनि के आइदिन्छ होइन यस्तो हुन्छ क्या कहिले कहिले त नट इन सर्भिस भनेर अँ अहिले पनि म अनि कामबाट आएँ नि त होइन अँ। अनि ठ्याक्कै ट्राम गएँ म त उता तलदेखि उहीँ पुरै कुदेको कति बजी कुदेको तर भागदौड गर्नुपर्ने है यो ठाउँमा एउटा मिस भयो भने अर्को पाउन गाह्रो हुन्छ नि त त्यही भएर दौडै गर्नुपर्छ बस एउटा बस मिस भयो भने भर छैन आउनु त आउँछ होइन टाइम लाग्छ कि तर कहिले काहीँ चाहिँ नट इन सर्भिस त्यस्तो पनि भनिदिन्छ हाम्रो बस पनि आइसक्यो अब हामी पनि बसमा चढेर जान्छौँ दाइ बहिनी बसमै चढेर जानुपर्छ हामी पनि बसमा चढेर जानुपर्छ ल अब हामी बसमा भेटौँ ल बसमा भिडियो खिच्नु मिल्यो भने खिच्छौँ नत्र भने एकछिनपछि भेटौँला है त ओके